कहाँ जानुभयो छोरी स्कुलबाट घर नआइकन कहाँ जानुभयो कसको घरमा गएको साथीको घरमा गयो को साथीको घर गएको साथीको नाम भन्नु नानी नाम भन्नु नानी तिम्रो नाम के हो अमिना साथीको नाम के हो सुन्दर तिम्रो साथीको नाम सुन्दर हो अनि अर्को मनिष अर्को अनि दादा अर्को मुख चाहिँ के गर्यो भने त्यस्तो एन्जल एन्जल अनि अर्को भाइ अर्को अनि अमिना सिया चाहिँ को त सिया सिया को सिया सिया तिम्रो साथी हो कि को साथी ल जाउँ नानी घर जाउँ अनि घर आउनु भन्दा कहाँ गएको छोरी सियाको घरमा गएको खै त फर्किँदा खै त फर्किँदा अन्त यता हेर्नु ओ ओ ओ घर हिँड्दा कता गएको त लु बेबी तिम्रो घर त्यता हो मम्मी गए त यता घरमा मम्मी घर गए तिमी एक्लै जाऊ ल बाई बाई अनि आउनु न छिटो अहिले बाबाले थाहा भयो नि मा गर्छ छोरीलाई स्कुलबाट छुट्टी भएपछि घर आउला भन्दा कहाँ जानुभयो त त्यो मुखमा के हाल्यो भने छोरीले छे नाल जाउँ 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 घर जाउँ बाबाले अहिले थाहा पायो नि मा गर्छ बेबीलाई बाबाले हो अनि स्कुलमा आज के पढ्यो नि छोरी अबे ए ए अनि अरू अनि आज खाजा के खानुभयो त स्कुलमा के खायो के हो खाजा घिउ खानुभयो कस्तो खालको खाजा त अनि खाजा र घिउ खाएको भन्नु आइसक्यो अघि नै आएको बाबा घरमा ल्यायो गाडी नि ल्यायो एप्पल नि ल्याउनु भयो ल्यायो ल्यायो सबै ल्यायो त्यो पनि ल्याउनु भयो अम्बक पनि ल्याउनु भयो अम्बक छैन ल जाउँ हो हाम्रो पप्पू त